यति बेला रोल्पामा छौँ। रोल्पाको माडी गाउँपालिका वार्ड नम्बर 2 ब्याङ खोलाको यो कालाभिरमा छौँ। यहाँ एक जीप खसेर यो एउटा पिकअप जीप खसेर अत्यन्तै दुःखद घटना घटेको छ र यो घटनास्थलमै 3 जनाको दुःखद निधन भइसकेको छ भने डाङबाट रोल्पाको बागमारातिर आएको सामान बोकेर जस्ता पाटा सिमेन्ट बोकेर आएको पिकअप जीप त्यो स्थानबाट पारीबाट धेरै तल खसेको छ र यो घटनास्थलमा 3 जनाको मृत्यु भइसकेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले 2 जनाको शव लास निकालेर माथि यो बाटोमा ल्याउनु भएको छ भने चालकको लास चाहिँ धेरै तल खोसमा अड्किएको छ र यो नेपाल प्रहरी र सशस्त्र प्रहरीले निकाल्न नसक्ने अवस्था भइसकेपछि नेपाली सेनाको टोली रेस्क्यु टोली आइरहेको छ। हामीलाई डिएसपी साहबले भन्नुभएको छ, रोल्पा जिल्लाका डिएसपी साहबले नेपाली सेनालाई हामीले जानकारी गराएका छौँ। नेपाली सेनाले मात्रै उक्त लास निकाल्न सक्ने सम्भव छ भनेर हामीलाई जानकारी गराउनु भएको छ भने यो घटनास्थलमा मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छ। अहिले पछि चाहिँ यो पहिचान खुलिसकेको छ। चालक वीरबहादुर चौधरी, यो जीप चालक चाहिँ पिकअप चालक चाहिँ वीरबहादुर चौधरी रहनु भएको छ र त्यसै गरी अर्को पुरुषतर्फ चाहिँ जिउधन चौधरी र अर्का महिला कमला चौधरी रहनु भएको छ। 3 जनाको घटनास्थलमा मृत्यु भइसकेको छ भने जिउधन चौधरी र कमला चौधरी श्रीमान श्रीमती भएको खुलेको छ। हामीलाई जानकारी प्राप्त भएको छ नेपाल प्रहरीबाट र उहाँहरू चाहिँ दाङबाट विभिन्न सामानहरू चाहिँ यहाँ रोल्पाका केही पसलका साउहरूले अर्डर गरेपछि उक्त सामानहरू बोकेर रोल्पाका ठाउँहरूमा पुर्याइदिने गर्नुभएको पनि जानकारी प्राप्त भएको छ भने आज राति कति बेला हो यो ठाउँमा घटनास्थलमा जीप खसेर दुर्घटना भएको भन्ने यकिन हुन सकेको छैन र 2 जनाको लास निकालेर माथि ल्याइसकेको छ नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने 1 जनाको लास निकाल्न सक्ने अवस्थामा छैन र नेपाली सेना रेस्क्यु टोली आएर मात्रै निकाल्न सक्ने हामीलाई रोल्पा जिल्लाका डिएसपी साहबले हामीलाई जानकारी गराउनु भएको छ। अत्यन्तै दुःखद खबरको यो प्रत्यक्ष हामी तपाईलाई देखाइरहेका छौँ। यो रोल्पा जिल्लाको माडी गाउँपालिका वार्ड नम्बर 2 ब्याङ खोलाको यो कालाभिरको यो दृश्य छ र यो त्यो मोडबाट गाडी कसरी तल खसेको छ भनेर पनि प्रहरीले यकिन गर्न नसकेको अवस्था रहेको छ। बाटो हेर्दा टर्निङ मोड काटेर पनि सिधा ठाउँमा आइसकेको छ, तर कसरी तल गाडी खसेको भनेर अहिलेसम्म पनि कुनै तथ्य प्रमाण फेला नपरेको हामीलाई नेपाल प्रहरीले जानकारी गराउनु भएको छ। सर त्यसो यो घटनाको बारेमा खास डिटेल हजुर जानकारी हजुरबाट के पाउन सकिन्छ नि? यो घटनाको बारेमा एउटा बोलेरो गाडी त्यहाँ करिब 600-700 मिटर तल खसेको अवस्थामा पुरै क्षतिग्रस्त अवस्थामा छ। हामीले अहिलेसम्म तल सर्च गरे अनुसार 3 जना व्यक्तिहरूको मृत शरीर भेटिएको छ। 2 जना महिला, 1 जना पुरुष, 1 जना पुरुष र 1 जना महिलाको शरीर हामीले यहाँ माथि ल्याइसकेका छौँ। अब एउटा अलिक तल भएको हुनाले हामीले रोप रेस्क्युका सामानहरू चाहिने हामी आफै जान नसकिने अवस्था भएको हुनाले हामीले रोप रेस्क्युको सामान आर्मीको टोलीसँग छ भन्ने बुझेको छ। उहाँहरू आउँदै हुनुहुन्छ त्यो सामानहरू लिएर। त्यसपछि हामी त्यो पनि लासलाई माथि ल्याएर उनीहरूलाई अब पोस्टमार्टमको लागि हस्पिटल पठाउँछौँ। अब तलतिर हामीले यो कानुन बमोजिम गर्नुपर्ने यो मुजुल्का सम्बन्धित रिपोर्ट अनि मुजुल्का लेख्ने कामहरू सम्पन्न गरिसकेका छौँ। अब यसलाई पोस्टमार्टमको लागि लगिन्छ। आफन्तहरूसँग पनि कन्ट्याक्ट भयो भन्ने कुरा बुझिएको छ, तर उहाँहरू आइसक्नु भएको छैन। पहिचान खुलिसकेको छ? पहिचान नाम ठ्याक्कै मलाई अहिले याद छैन, मेरो माइन्डमा छैन, म टिपोट गरिनँ, तर आफन्तहरूसँग कन्ट्याक्ट भइसकेको छ भन्ने जानकारी आएको छ। उहाँहरू आउँदै हुनुहुन्छ। दाङको भन्ने चाहिँ मलाई म भन्न सक्छु। एउटा शव चाहिँ अझै निकाल्न सक्ने अवस्था निकाल्न बाँकी छ, अझै खोजमा भएको हुनाले गाडी अझै तल खोजमा छ, सब चाहिँ अलिक खोजमा भएको हुनाले नेपाली सेनाको नेपाली सेनाको त्यो हामी एपिएफ र पुलिससँग त्यो इक्विपमेन्ट नभएको हुनाले नेपाली सेनाले त्यो इक्विपमेन्टहरू ल्याउँदैछ। यो खास गरी यो गाडी कहाँ जानको लागि छुटेको एक्ज्याक्टली यो कहाँ जान लाग्यो भन्ने कुरा हामीले पत्ता लगाउन सकेका छैनौँ। अब यो चाहिँ सामान बोकेको गाडी हो। हामीले तलतिर देख्न सक्छौँ यो सिमनका बागमारा हो। सिमनका बोराहरू यो जस्ताहरू बोकेर आउँदै थियो। अब होलेरीबाट आएको भन्ने कुरा चाहिँ हामीले त्यहाँको इन्ट्रीबाट थाहा पाएका छौँ। यो कति बेलाको यो यस्तो दुर्घटना भएको? यो हिजो बेलुका करिब 10 बजे पछाडिको घटना हो। राति 10 बजे पछाडि, राति 10 बजे पछि 10-11 बजेतिरको घटना हुनसक्छ।
एक्ज्याक्ट अब यो घटना देख्यो होइन आज बिहान हामीलाई जानकारी अनुसार यहाँ लोकल मान्छेहरूले यता यो तलतिर केही त्यो काम गर्ने जाने क्रममा लास देख्यो भनेर पुलिसलाई खबर गरेको थियो त्यसैको आधारमा हामी आएका हौँ यो यहाँ सडकदेखि कति अन्दाजी कति तल चाहिँ छ यसको हामी यो अन्दाजी लास रहेको ठाउँ चाहिँ अन्दाजी 500 देखि 600 मिटर छ गाडी रहेको ठाउँ त्योभन्दा 200 मिटर तल छ हजुर यो के कारणले हो भन्ने केही हजुरले अनुमानित अथवा केही प्राविधिक अनुसन्धान छ सर अब यो गाडीको मेकानिकल चेक गर्ने अहिले सम्भावना छैन किनभने गाडी सबै छेद अवस्थामा छ अब गाडीमा रहेका तिनटै व्यक्तिहरू मृत अवस्थामा भएको हुनाले अब हामी अनुसन्धान गर्छौँ यो समय एक्ज्याक्टली पत्ता लगाउने पनि हाम्रो कामहरू भइरहेको छ यो इन्ट्री पोइन्टहरूलाई हेरेर कहाँ कति बजे इन्ट्री भएको छ त्यो पोइन्टहरू हामी दाङदेखि नै कता हेर्नुपर्ने हो अब अहिलेसम्मको जानकारी अनुसार उहाँहरू दाङबाट आउनु भएको हो त्यही कारणले त्यो इन्ट्री पोइन्टहरू सबैमा हामी हेरेर यो समयको कारणले हो कि अथवा अरू कारणले हो हामी अनुसन्धान गर्ने क्रममा छौँ निकै कठिनपूर्वक हजुर आफै नेटवर्क गरिराख्नु भएको छ घटनास्थलबाट यो घटना दुःखद छ त्यसको आधारमा हामीलाई केही कठिन छैन किनभने तिनजना व्यक्तिहरूको मृत्यु भएको छ अब यहाँ अस्ति पनि करिब 1 महिना अगाडि पनि एउटा दुर्घटना भएको थियो अब हामीले दुर्घटना नियन्त्रणको लागि धेरै प्रयास गरिरहेका छौँ यसको लागि हामी सबैको प्रयास जरुरी छ प्रहरीले पनि जस्तै अस्ति त्यहाँ जलजलामा जुन दुर्घटना भयो त्यसपछि हामीले त्यो बाटोको निरीक्षण गरेर यो जलजला मेला हुने टाइममा त्यहाँ तलैबाट हामी सबै चालकहरूलाई रिक्वेस्ट गरेर तलैबाट हामीले रोकेर उता माथि गाडी जान दिएका थियौँ त्यस्तै प्रयासहरू हाम्रो अरू ठाउँमा पनि छ अब रोल्पामा पछिल्लो समय चाहिँ सडक दुर्घटना बढी भइरहेको छ हजुर भर्खरै रोल्पामा आउनु भएको छ अब त्यो तपाईँको कार्य योजनाहरू के ल्याउनु भएको छ यो सडक दुर्घटना अथवा यो दुर्घटनामा न्यूनीकरण गर्नको लागि यसको लागि हामीले कार्ययोजना बनाएको छौँ अब प्रारम्भिक रूपमा मैले अहिले नै भन्न सक्ने कुराहरू के हो भन्दाखेरि हामी यो सबै हाम्रो प्रहरी इकाइ प्रहरी चौकी प्रहरी इलाकाहरू जुन छ त्यो ठाउँहरूमा चाहिँ कुन ठाउँबाट जस्तै पानी पर्यो भने हावाहुरी चल्यो भने कुन ठाउँमा पहिरो हुनसक्छ त्यो पहिरो हुने ठाउँहरूको पहिचान गरेर अनि त्यो पहिरो हुने ठाउँमा इन्ट्री पोइन्ट र एक्जिट पोइन्ट कहाँ हो र जस्तै हिजो पनि पानी परेको थियो त्योभन्दा अगाडि पनि हावाहुरी हुने टाइममा हामीले त्यो पहिरो हुने सक्ने ठाउँको इन्ट्री पोइन्ट र एक्जिट पोइन्टहरू पहिचान गरेर त्यो ठाउँमा नै गाडी रोक्ने त्यहाँबाट आउन नदिने र हावाहुरी रोकिएपछि यो पानी रोकिएपछि मात्र पठाउने अहिले हामीले व्यवस्था गरेका छौँ साथै हामीले अब सबै ठाउँहरूको यो सडकहरू जस्तै भित्र ट्र्याकहरू खोलिएको छ जुन त्यति सुरक्षित छैन अब यो बर्खाको सिजन सुरु हुन लागेको छ कुन ट्र्याकलाई हामीले कायम गर्ने कुन ट्र्याकलाई रोक्ने भनेर हामीले अब जिल्लामा एउटा यातायात व्यवस्थापन समिति पनि छ हामीले सिडो साहबको नेतृत्वमा हामीले त्यो मूल्याङ्कन पनि गर्दैछौँ र त्यो सबै ठाउँहरू पहिचान गरेर हामीले अब कुन बाटोहरू बन्द गर्ने र हावाहुरी चलेको खण्डमा बन्द गर्ने कुरा त हामीले अहिले नै पहिचान गरेर त्यो गरि नै रहेछौँ हस् धन्यवाद सर थ्याङ्क यू यही दुःखद घटना घटेको छ यति बेला हामी रोल्पा जिल्लामा छौँ रोल्पा जिल्लाको माडी गाउँपालिका 2 नम्बर वडा ब्याङखोलाको यो कालाभिर भन्ने ठाउँमा छौँ आज राति कति बेला हो यो यहाँबाट चाहिँ त्यो ठाउँबाट चाहिँ एउटा सामान बोकेको पिकअप गाडी खसेको छ र त्यो गाडी खसेको कैयौँ मिटर तल गएको छ भने त्यहाँ अहिले प्रहरीहरू र स्थानीयहरूले उद्धार गरिराख्नु भएको छ त्यहाँबाट लास पनि निकाल्न सकिएको अवस्था छैन भने गाडी विच्छेद अवस्थामा गाडी तल खोलामा गइसकेको छ गाडी निकाल्न सक्ने अवस्थामा नरहेको भनेर हामीलाई प्रत्यक्षदर्शी स्थानीयले बताउनु भएको छ घटनास्थलमै 3 जनाको मृत्यु भएको छ जब 2 जना पुरुष र 1 जना महिलाको चाहिँ लास यहाँ चाहिँ तल अड्किएको छ भन्ने यो भिरमा यो सल्लोको बुटामा अड्किएको छ भन्ने कुरा हामीलाई प्रत्यक्षदर्शीले जानकारी गराउनु भएको छ भने नेपाल प्रहरी समेतको टोली र स्थानीयहरूले चाहिँ यति बेला उद्धार गरिराख्नु भएको छ यो घटना बिहान मात्रै स्थानीयहरूले थाहा पाएको राति कति बेला यो ठाउँबाट यहाँबाट तल गाडी खसेको भनेर भनेको छ यो रोल्पा जिल्लाको माडी गाउँपालिका वार्ड नम्बर 2 ब्याङखोलाको यो कालाभिर यसो हेर्दा बाटो फराकिलो छ तर यो फराकिलो ठाउँबाट पनि कसरी गाडी तल खसेको यो कुनै अनुमान गर्न नसकिने छ भने यो घटनाको प्रकृति र घटना अनुसन्धान गर्दै नेपाल प्रहरीले पक्कै पनि सत्य तथ्य जानकारी ल्याउनु हुनेछ हजुरको नाम के भन्नुभयो अघि चाहिँ सर्वजित घरते हुनुहुन्छ तपाईँ स्थानीय हुनुहुन्छ म स्थानीय तपाईँले कसरी थाहा पाउनुभयो यहाँ चाहिँ गाडी खसेको छ भनेर होइन मैले उताबाट आउने बेला हजुर सामानहरू छराचिट्टो देखेँ सामान बोकेको गाडी बोकेको टिनको पाटा अनि पाइपहरूको बन्डल तलै पुरै छराचिट्टो थियो त्यही भएर मैले सोचेँ पक्कै गाडी नै गएको भनेर मैले फेरि एकजना अर्को मेरो भाइलाई फोन गरेँ हजुर अनि उसलाई फोन गरेर अब एक्लै जाँदा डर लाग्यो थियो भिड पनि छ हजुर त्यही भएर ऊ भाइलाई फोन गरेर फेरि अर्को एकजना साथी आएपछि हामी 3 जना भएर तल गयौँ हजुर तल गएर हेर्दाखेरि 2 जनाको लास माथि भिडबाट कसरी जानुभयो तपाईँहरू चाहिँ उताबाट बाटोबाट घुमेर जानु भएको घुमेर बल्ल बल्ल त्यहाँ यो सल्लाहको कुसिम छ नि अटोलाई सफा गर्दै तल झऱ्यौँ तल झरिसकेपछि बल्ल त्यहाँ लास देख्यौँ अनि अर्को लास झर्नु फेरि तलबाट रहेछ फेरि अर्को एकजना साथी आएपछि ऊ बल्ल तल गएर हेर्दा ऊ यहाँ पनि छ भन्ने बल्ल पछाडि 3 जनाको लास रहेछ भन्ने अब हामीले थाहा पायौँ
पछि फोन गरेर यो 3 जना मात्र गाडीमा थिए भन्ने पनि आयो। 3 जना छन्, हजुर। तर कहाँ हुन् ती मान्छेहरू, केही पहिचान खुलेको छन्? खै यसो फोन गर्दाखेरि अघि चाहिँ यो चौधरी यो डाङ्गा नै हुन् भन्ने आयो, तर यो नाम र ऊ चाहिँ खुलेको छैन अझै। डाङबाट हजुर, डाङबाट माथि कुन ठाउँ जान लागेको? बागमारा जान लागेको लोड बोकेको पिकअप गाडी हो है। हजुर, पिकअप गाडी। यो दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छैन, खुलेको अथवा रोल्पाको हुन् अथवा डाङका हुन्, हजुर, त्यो केही पहिचान खुलेको छैन। चौधरी भन्ने चाहिँ भनेको सुनेको, र फोन गर्दाखेरि अब चाहिँ पहिचान चाहिँ अब पुरै तिनीहरूको ठोस ऊ चाहिँ अझै थाहा छैन। अब यति तल छ है, अब लास निकाल्न पनि गाह्रो छ होइन, हजुर। गाडी पनि धेरै तल गइसकेको छ, गाडी निकाल्न सक्ने अवस्थामा रहेको छैन। हजुर, यो ठाउँमा कहिलेकाहीँ दुःखद घटनाहरू घट्ने गर्छ होइन। हजुर। अब सबै स्थानीय प्रहरीहरू लागेर पर्नु भएको छ है अहिलेसम्म। हजुर, स्थानीय प्रहरी अनि सशस्त्र हुन् कि अब सेना आइरहँदा नेपाली सेना पनि आउँदै हुनुहुन्छ है। हजुर। भने जिल्ला प्रहरी कार्यालय पनि आइसकेको र इलाका प्रहरी कार्यालय घरती गाउँबाट पनि उद्धार कार्यमा खटिराख्नु भएको छ। हजुर, आइरहेको। यो अत्यन्तै दुःखद खबर हामी यति बेला रोल्पा जिल्लाको माडी गाउँपालिका वार्ड नम्बर 2 ब्याङखोला भन्ने ठाउँको यो कालाभिरमा रहेका छौँ। आज राति अन्दाजी राति यो गाडी यहाँ पिकअप लोड बोकेको डाङबाट माथि बागमारा छुटेको गाडी चाहिँ यहाँ खसेको भन्ने अनुमान गरिएको छ भने स्थानीयले बिहान मात्रै थाहा पाउनु भएको थियो। अहिले 3 जनाको लास चाहिँ तल अड्किएको छ भिरमा, निकाल्न सक्ने अवस्था छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी पक्कै पनि अनि नेपाली सेनाहरूको उद्धार टोली र स्थानीयहरूको उद्धार टोली लागिराख्नु भएको छ त्यो शव निकाल्नको लागि। भने गाडी चाहिँ धेरै तल खोलामा गएको छ, अब त्यो निकाल्न सक्ने अवस्था पनि छैन र पहिचान खुलेको छैन। त्यही मृत्यु हुनेहरूको पहिचान नाम के हो, घर कहाँ हो भनेर खुलेको छैन। यो पक्कै पनि अब खुल्नेछ यो दुःखद घटनापछि। हजुरले जानकारी दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ है। हजुर, गाडी चाहिँ यो घुम्ती छ, यो घुम्तीबाट चाहिँ क्रस भएर तपाईँको चाहिँ यो सिम्पल ठाउँमा चाहिँ आएर चाहिँ यो सिधै हालेर चाहिँ यहाँबाट खस्याएर छ होइन। अनि चाहिँ यो गाडीको चाहिँ गाडीमा चाहिँ यो सिमेन्ट बोकेर रहेछ होइन, सिमेन्ट पनि सबै पोखिरहेछ यहाँ। अनि गाडी चाहिँ यहाँ देख्न सक्ने अवस्थामै छैन, किनभने यहाँबाट गएर यसो भएर अलिक धेरै तल गएको छ। यो पुरै छाँगा छ, छाँगादेखि तल खोलामा गएको छ। अनि तल पावर हाउस छ, एउटा लघु विद्युतको पावर हाउस छ। पावर हाउसको चाहिँ अलिकति ओर्खेर चाहिँ गएको अवस्था छ। अनि गाडीको पुरै छेदविच्छेद भएको अवस्थामा छ भन्ने मान्छेको अवस्था चाहिँ मृतकहरूको अवस्था चाहिँ छेदविच्छेद अवस्थामा चाहिँ तपाईँको 2टा लास यहाँ अलि माथि अड्किएको छ। अनि एउटा लास चाहिँ अलि तल छ भन्ने चाहिँ भनाइ छ के अरे होइन। अरू डिटेल चाहिँ आउन बाँकी छ, हामीलाई पनि थाहा छैन। यति बेला हाम्रो बिचमा माडी गाउँपालिका वार्ड नम्बर 2 का वडा अध्यक्षजी हुनुहुन्छ। सायद घटनाको प्रत्यक्ष रूपमा चाहिँ घटनास्थलमा पनि पुग्नु भएको हामीलाई जानकारी प्राप्त छ। सर नमस्ते। हजुर, यो जुन दुर्घटना भएको थियो गाडी चाहिँ यो तपाईँको वडाभित्र होइन, वडा क्षेत्रभित्र भएको थियो, कसरी थाहा पाउनु भयो र घटना अवस्था के थियो? यो खास गरी यो गाडी चाहिँ राटियाको भन्ने बुझियो होइन। डाङबाट चाहिँ 8 बजे हिँडेको। हजुर, बेलुका 8 बजे हिँडेको। त्यसपछि यो त्यहाँ कसरी पत्ता लाग्यो भन्दा डुईखोलीमा चाहिँ इन्ट्री गर्दाखेरि चाहिँ 8 बजे इन्ट्री गऱ्यो भन्ने छ डाङबाट। हजुर। अनि राति चाहिँ करिब यहाँ चाहिँ 12 बजेको सेरोफेरोमा, 1 बजेको सेरोफेरोमा आएको भन्ने छ यहाँ। यहाँनिर चाहिँ के छ भने यो दुर्घटना हुँदाखेरि यतापट्टि एउटा गाउँ छ होइन, त्यो गाउँ चाहिँ सायद सुटेको मान्छे उठ्नु भएको थियो होला। उहाँहरूले चाहिँ यहाँ चाहिँ आवाज सुनेको भन्ने छ। उहाँहरूले प्रत्यक्ष आवाज सुन्नुभयो, अघि चाहिँ आउनु भएको थियो, उहाँले चाहिँ मैले आवाज सुने भन्नुभयो। त्यसको राति घटना घटेको देखिन्छ। त्यसो भए यो बिहान चाहिँ मैले करिब 9 बजे थाहा पाएको थिएँ होइन। 9 बजेभन्दा पहिले चाहिँ हाम्रो माडी गाउँपालिकाको प्राविधिक पशु प्राविधिक चाहिँ रमेश ओलीजी यता चाहिँ गाउँतिर आउनुभएको रहेछ, पशु उपचार गर्नलाई आउनुभएको छ। उहाँले थाहा पाइसकेपछि उहाँले चाहिँ खबर गर्नुभयो। खबर गरेपछि म यहाँ पुगेँ। यहाँ पुगिसकेपछि यहाँ सबै कुरा हेऱ्यो, तलसम्म पनि यो लास। त्यसपछि लास चाहिँ उद्धार गर्ने अवस्था थिएन। हामीले चाहिँ स्थानीयले या चाहिँ यहाँको इलाका प्रहरी कार्यालयले चाहिँ उद्धार गर्ने अवस्था थिएन। त्यसपछि जिल्ला चाहिँ खबर गरिसकेपछि जिल्लाबाट आउनुभयो। अहिले चाहिँ 2टा लास चाहिँ यहाँ उद्धार भइसकेको छ होइन। बाँकी एउटा लास एकदम अप्ठ्यारो ठाउँमा छ तल, जहाँ चाहिँ त्यहाँ उहाँहरूले पनि सक्नु भएन। त्यस कारणले अघि नै देशपी साहबले भनिसक्नुभयो, एकदम अत्यन्तै अप्ठ्यारो ठाउँमा भएको हुनाले आर्मीको टुली आएर जो उद्धार गर्ने सामग्री नलिएर त उद्धार गर्ने स्थिति छैन। त्यसको कारणले 2टा लास आएको छ, एउटा लास तलै छ। गाडी चाहिँ अब धेरै तल गइसकेको छ। करिब चाहिँ अब यहाँ हिसाब गर्दाखेरि चाहिँ अब 800 मिटरभन्दा कम छैन। अब यो पहिचान अझै खुलेको छैन होइन, उहाँहरूको नाम ठेगाना छ। उहाँहरूको नाम पनि ठ्याक्कै थाहा भएन। उहाँहरू चाहिँ दङ्गश्री गाउँपालिका हो भन्ने छ होइन। त्यो
एक्ज्याक्ट चाहिँ उहाँहरू दाङको उहाँहरू चाहिँ पश्चिम दाङको चैला भन्ने ठाउँको हुनुहुन्छ भने चाहिँ उहाँहरू दुवैजना चौधरी र दुईजना नै स्वास्नी लोग्ने त्यही गाडीमा आएको र उहाँहरूले त्यो चाहिँ जस्तो रिटेलिङ जस्तो उहाँहरूले व्यापार गर्नुहुन्छ जस्तो ती गाडीमा भाडामा ल्याएर सामान लिएर बिक्री गर्दै ठाउँ ठाउँमा व्यापारीहरूलाई दिने त्यस्तो गरेर आएको उहाँहरू चाहिँ पहिल्यैदेखि भन्ने बुझिएको छ। त्यस कारण उहाँ त्यो गाडीमा दुइटै साउ पनि बसेको र ड्राइभर पनि त्यसै 3 जना हुँदो रहेछ होइन। त्यस कारणले एकजना उहाँहरूको 2 जना साउसहित 2 जना चाहिँ आफ्नो श्रीमतीसँग पनि मृत्यु भयो। हजुर तपाईँ पनि के अरे प्रत्यक्षदर्शी अथवा घटनास्थलमा पुग्नु भएको उद्धार क्षेत्रमा जानुभएको थियो? हजुर हामी बिहान रमेश ओलीसँग उतातिर बाख्राकोटमा गयौँ अनि घटनास्थलमा उहाँले मलाई फोन गर्नुभयो यहाँ गाडी पल्ट्यो भनेर। गाडी पल्टेर चाहिँ यहाँ आउनुहोस् भनेर फोन गर्नुभयो। त्यसपछि म प्रत्यक्ष घटनास्थलमा आएँ। हामी तल पुग्यौँ अनि माथिपट्टि एउटा महिलाको लास देखायो पहिला अनि पछि फेरि अरू माथि भित्तातिर खोजमा एउटा पुरुष लास रहेछ। अनि हामी कुकुर चाहिँ के हो भन्दै खोज्दै जाने गरेर म तल एउटा मोबाइल नम्बर कन्ट्याक्ट नम्बर भेटेँ मैले गाडीको छुटेको पातामा। हजुर अनि त्योबाट कन्ट्याक्ट गाडी साउको मालिकको रहेछ। हजुर अनि तलपट्टि हेर्दा एउटा लास छ त्यो ड्राइभरको सँग लाग्छ मलाई। त्यसपछि मैले त्यो नम्बरहरू मैले त्यो नम्बरमा कन्ट्याक्ट गरेर साउको रहेछ। हजुर अनि त्यसपछि पहिचान खुल्यो यिनीहरू चाहिँ फोन चाहिँ तपाईँले डायल गरेको फोन चाहिँ सम्पर्क भयो? गाडी साउको रहेछ। गाडी साउका डाङका हुनुहुन्छ कि दाङको उहाँहरूको स्टाफ हो? जानकारी पाएन सर यातायात ट्रक यातायात व्यवसाय महासङ्घको उपाध्यक्ष हुनुहुन्छ उसले। मेरो गाडी हो मैले चाहिँ भाडामा दिएको हो तर उहाँहरूले चाहिँ माल बेच्नु दुवैजना हिँड्नुहुन्छ। चौधरी जीसी स्टोर हुनुहुन्छ अरू नाम चाहिँ मलाई भन्नु होइन। नाम चाहिँ भन्नुभयो? माल चाहिँ रिटेलिङमा बेच्दै बागमारा जाने तयारी हिँड्नुभयो। अब त्यो घटनाको प्रकृति कस्तो थियो तपाईँ त्यहाँ पुग्ने बेला सुरुमा? हामीले भेट्ने बेला छेक बिजा अवस्थामा छ लासको घोप्टे रहेछ। हामीले सुरुमा यहाँ हेर्दा बाटो चाहिँ चौडा छ अनि घटना कसरी घट्यो त भनेर रातिको धेरै राति घटना घटेर शङ्का लाग्छ गाउँले भनेको छ। 12-1 बजे आवाज आयो भनेपछि तल बल्ल ड्राइभर निधार नै फाले जस्तो हामीलाई अनुसन्धानको प्रारम्भ सुरु अनुभव हुन्छ। तपाईँको अनुमानमा चाहिँ ड्राइभर निधाएर चाहिँ बाटो तेर्छ छ अनि धेरै रात गयो हुनाले अनि निद्राको भएर निद्राको उसमा चाहिँ गाडी हाल्न सक्छ भन्ने मलाई अनुमानको भरमा। हजुरको नाम चाहिँ? मेरो नाम सूर्यवर खड्का हो। हस् धन्यवाद।